नमस्ते है सम्पूर्ण साथीहरुमा एकदम घाम चर्को कारणले गर्दा यसो वनतिर घुम्नलाई निस्केको हो। म चाहिँ यसपालि छपन लगाएको रुख पनि हाम्रो यहाँ काट कटान भइसकेको रहेछ। यो चाहिँ हाम्रो पर्यावसोरी सामुदायिक वनको यो उपभोक्ताहरूले चौकोस पासी घर बनाउनको लागि प्रयोगमा आउने काठहरुको लागि चाहिँ छपन आएको थियो, काटिसक्यो। त्यही हो हाम्रो यतातिर अहिले यस्तो भइरहेछ। हुने गोलाइ नहुने जर्नाहरू दाउराहरू हुन्छ उपभोक्ताहरूले लानको लागि। पर्यावसोरी सामुदायिक वन हो। अस्ति भर्खर पाता झरे पनि अहिले निकै हरियाली भइसकेको छ। 1000 भन्दा बढी हेक्टरमा फैलिएको यो पर्यावसोरी सामुदायिक वन हो। लगभग 850 भन्दा बढी उपभोक्ताहरू पनि छ यसमा सामेल। काठपातहरूको लागि अलि भनौँ न सहज छ। पर्यावसोरी सामुदायिक वनमा चाहिँ उपभोक्ताहरू बन्नु जो पनि हुनुभएको छ उहाँहरूलाई चाहिँ सहज हुन्छ। घाँस दाउरा अनि घर बनाउनको लागि अन्य काठहरूको लागि त्यही हो। अनि साथीहरुकोतिर नि के कस्तो छ, कतिको पानीहरू बेला बेलामा पर्दैछ, कतिको शीतल भइरहेको छ है। अब हाम्रोतिर पनि कहिले घाम, अब कहिले अलिअलि पानी, यो सिजन पनि हो। अब यस्तै छ। म चाहिँ यसो अब घुमघाम गरौँ जङ्गलमा, यसो शीतलमा एकछिन आउँ भनेर मात्रै यसो आएको हो। घर नजिकै पनि पर्छ हाम्रो यो जियोस्। अनि जियोस् बेला बेला म आइरहेको हुन्छु, रमाइलो लाग्छ। हरियाली वातावरण हुन्छ, च्याट्ट लाएर एकछिन हिँड्यो मुड फ्रेस हुन्छ। त्यही हो। अस्ति डढेलो लागेको थियो। अब मान्छेहरूले अलिकति सानो मिस्टेक गरिदिन्छन्। अलिकति लगाउँछु भन्दाखेरि धेरै नै फैलिन्छ, निभाउनै नसक्ने अवस्था पनि आउँछ। सालको पात धेरै बाक्लो झरेको कारणले गर्दा अहिले चाहिँ जियोस् घाँसहरू पलाउँदैछ। सालको लगभग पाउलाहरू पलाइसक्यो। यो बाटो त मैले भन्दै पनि आइरहेको छु। यो चाहिँ राप्ती नगरपालिका 1 को पहाडी भाग भनौँ न। खपेनी बैदेपानी परेकोट अनि त्यो लान्द्राङ मैनटारहरूसम्म जाने राजमार्ग हो। यो करिब 8 किलोमिटर भन्दा बढी छ आसपासमा फिजिएको। अनि यो केही वर्ष अगाडि गएको तार लाइन छँदैछ। बेला बेलामा चाहिँ हावाहुरीहरूले ढालेर चाहिँ अलिकति असहज चाहिँ हुन्छ उहाँहरूलाई प्रयोग गर्नको लागि। यस्तै हो। आज चाहिँ ट्र्याक्टर पनि जान लागेको रहेछ पर्याकोट अथवा बैदेपानीतिर। अलि ठुल्ठुलो बारीमा मकै लाउनको लागि होला। अस्ति परेको पानीले केही सहज भएको छ कृषकहरूलाई पनि। अनि यो चाहिँ हाम्रो अब माडेपटार खानेपानी आयोजना राति 1 लोथर चितवन भइहाल्यो। अब अर्को पनि यसपालि चाहिँ नयाँ बोरिङ खनेको थियो। त्यसबाट चाहिँ यसबाट मात्रै उपभोक्ताहरूलाई अलि पानी अपुग हुने भएर अर्को ठुलो एउटा लगभग 3-4 लिटर 3-4 लिटर भन्दा सरी 3-4 लाख क्षमताकै पानी ट्याङ्की निर्माण गर्ने कार्यक्रम पनि छ। यसपालि चाहिँ अब ट्याक्क लाएर यहाँनिर चाहिँ फन्डिसन खन्ने कार्यक्रम हुँदैछ। अब यो धेरै ठुलो छ वास्तवमा नै। अब अस्ति नैको यो सानो पानी ट्याङ्की त नभनौँ, लगभग 1 लाखै क्षमताको भने जस्तो सुनेको थिएँ। अब त्यसले पनि हरेक उपभोक्ताहरूलाई पानी अलि सहज नहुने कारणले गर्दा पनि अर्को पनि बोरिङ खनिसकेको छ हाम्रो यो राप्ती नगरपालिका 1 लोथर माडेपटार खानेपानी आयोजनाले। यो चाहिँ अन्त पनि वितरण गर्नको लागि एउटा ठुलो ट्याङ्कीको लागि यस्तो खन्नु भएको छ। ट्याङ्कीहरू त अब सम्म भइदियो भने 3-4 तलावाला पनि हुन्थ्यो। तर यो चाहिँ अब हाइटमा बनाएपछि त्यहाँ तलको बस्तीहरूको तलाहरूमा नि पानी पुग्ने सिस्टमले चाहिँ यहीँनिर खन्नु भएको रहेछ माडेपटार खानेपानी आयोजनाले। अब त्यही हो साथीहरू। अब गर्मी छ, अब गर्मीबाट चाहिँ बच्नु नि पर्छ। यसो शीतल शीतलमा हिँड्नु परिहाल्यो।